एउटा रोचक किस्सा सुनेको थिएँ। कसैलाई आफ्नो ससुराली जाँदा हजुरबुवाको कोठामा त्यो घडीको टिकटिक आवाज सुन्नै मन पर्दैन थियो रे। हो र? किन होला? उहाँले भन्नुहुन्थ्यो, म ओछ्यानमा पल्टेर मेरो जीवनको एक एक सेकेन्ड बितेको सुन्न चाहन्न। त्यो त सुन्दा सामान्य झर्को लाग्ने बानी जस्तो लाग्यो पनि यसले गहिरो कुरातिर सङ्केत गर्छ, सायद क्रोनोफोबियातिर। हो, मैले नि त्यही सोचे कि क्रोनोफोबिया, यो समय बितेर जान्छ भनेर लाग्ने डर होइन त? एकदम। तर यो खालि जन्मदिन आउँदा लौ 1 वर्ष गइहाल्यो भनेर दिक्क लाग्ने जस्तो मात्रै होइन। त्योभन्दा गहिरो हो नि। स्रोतहरूले त यसलाई एउटा वास्तविक चिन्ता विकार माने एङ्जाइटी डिसअर्डर नै मानेका छन्। यसले डर, उदासी अनि कहिलेकाहीँ त अलि अनौठो व्यवहार पनि निम्त्याउन सक्छ रे। अनौठो व्यवहार कस्तो खालको? त्यही समयसँग जोडिएको। कसैलाई समय एकदम छिटो भाग्यो जस्तो लाग्ने, कसैलाई चाहिँ एकदमै ढिल्लो, कछुवा जस्तो, घिस्रिएको जस्तो। भनेपछि आज हामी यसबारे अलि गहिरिएरै कुरा गरौँ न त। हामीसँग भएको स्रोत सामग्री अनुसार यो क्रोनोफोबिया खासमा के हो, किन हुन्छ, कसरी असर गर्छ, अनि सबैभन्दा महत्त्वपूर्ण यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा। एकजना मनोचिकित्सक केयर डेभिडसनले भन्नुभएको कुरा मनमा लाग्यो। उहाँले भन्नुभएको रहेछ, क्रोनोफोबियाको जरा कतै विगतमा हुन्छ, यो अचानक आउँदैन। एकदम सही कुरा। मतलब यसको सुरुवात कतै न कतै जोडिएको हुन्छ, यो त्यत्तिकै आउँदैन। कहाँबाट सुरु हुन्छ त यो प्राय? स्रोतहरूका अनुसार यो प्राय अलि उमेर ढल्केका व्यक्तिहरू वा गम्भीर बिरामीहरूमा बढी देखिन्छ। जीवनको अन्त्यतिर नजिक पुग्दा। हो, त्यस्तो पनि हुन सक्छ। तर अर्को चाखलाग्दो कुरा के छ भने लामो समय जेल वा अस्पतालमा बिताएकाहरूमा पनि यो देखिन्छ। त्यसलाई प्रिजन न्युरोसिस पनि भन्दा रहेछन्। प्रिजन न्युरोसिस त्यो भनेको? मतलब समय एकदमै लामो, पट्यार लाग्दो, अर्थहीन जस्तो लाग्ने अवस्था। अनि कोभिड-19 को बेला पनि त्यो लकडाउनले गर्दा साधारण मान्छेहरूमा पनि यो बढेको देखियो। हो र? लकडाउनले कसरी? खास गरी 30 को दशकका मानिसहरूमा। उनीहरूलाई के लाग्यो भने विवाह गर्ने, घर किन्ने, परिवार सुरु गर्ने जस्ता महत्त्वपूर्ण कामहरू रोकिए, समय खेर गयो भन्ने महसुस भयो। जीवनका माइलस्टोनहरू गुमेको जस्तो। हो, अनि जन्मदिन, एनिभर्सरी, ग्रेजुएसन जस्ता सामान्य कुराले पनि यो डरलाई उक्साइदिन सक्छ। त्यो त निकै गाह्रो अवस्था रहेछ। यसले दैनिकीमा कस्तो असर पार्छ त? लक्षणहरू के हुन्छन्? लक्षणहरू त सामान्य चिन्ताका जस्तै हुन्छन् धेरै जसो, तर समयसँग जोडिएका हुन्छन्। जस्तै प्यानिक अट्याक्स आउन सक्छ। प्यानिक अट्याक्स नै? हो, अनि कसैलाई त्यो समय कति विशाल छ, कति छिटो बितिरहेछ भन्ने सोचले गर्दा बन्द ठाउँमा डर लाग्ने, क्लस्ट्रोफोबिया जस्तो पनि हुन सक्छ। समयको सोचले गर्दा बन्द ठाउँमा डर लाग्ने अनौठो रहेछ। अनि सम्झनाहरूलाई एकदमै समातेर राख्न खोज्ने, विगतमै अल्झिने, कामहरू सार्ने बानी, प्रोक्रास्टिनेसन। काम टार्ने। हो, निद्रा नलाग्ने, जन्मदिन जस्ता अवसरहरूबाट भाग्न खोज्ने, एकदम निराशाको भावना आउने। भनेपछि योजना बनाउन पनि गाह्रो हुन्छ होला? एकदम। योजना बनाउन नसक्ने, हुँदैन भन्न नसक्ने, एउटै कुरा मनमा घुमिरहले, ध्यान अन्तै मोड्न खोजिरहने। काममा ध्यान लगाउनै नसकिने होला। काममा ध्यान केन्द्रित गर्न नसक्नु अनि भविष्यको योजना बनाउन गाह्रो हुनु। कतिलाई त के नराम्रो हुन लाग्यो, विनाश आउन लाग्यो जस्तो पनि लाग्छ रे। ओहो, डरलाग्दो रहेछ। प्रियजन गुमाउने डर पनि हुन्छ। अनि कहिलेकाहीँ त आफू यो वास्तविकताबाटै टाढा छु, आफ्नै शरीरमा छैन जस्तो डिरियलाइजेसनको अनुभव पनि हुन सक्छ। बापरे, यस्ता लक्षणले त जीवन स्रोतमा भने जस्तै लिभिङ हेल नै बनाउँदो हो नि, किनभने यो निरन्तरको चिन्ताको अवस्था हो। चिन्ताले सधैँ भविष्यतिर मात्रै ध्यान तान्छ। अनि वर्तमानमा बाँच्नै नसकिने हो। वर्तमानमा रमाउने, ध्यान दिने, आराम गर्ने क्षमता नै खोसिदिन्छ। अनि यसले सम्बन्ध, काम, स्वास्थ्य सबैमा असर गर्छ। डिप्रेसनसम्म पुग्न सक्छ। यति गाह्रो अवस्थाबाट बाहिर निस्कने उपायहरू केही छन् कि? स्रोतहरूले के भन्छन्? व्यवस्थापन कसरी गर्ने? उपायहरू छन्। छोटो समयको लागि तत्काल राहत दिने खालका उपायहरू छन्। जस्तै वर्तमानमा ध्यान केन्द्रित गराउने अभ्यासहरू, ग्राउन्डिङ टेक्निक्स भन्छ नि। ग्राउन्डिङ
त्यो कसरी गर्ने? जस्तै दिनमा 5 मिनट जति आफ्नो कुनै एउटा इन्द्रियमा ध्यान दिने। के देखिरहनु भएको छ, के सुन्दै हुनुहुन्छ, त्यसमा मात्रै फोकस गर्ने। ए सजिलो रहेछ। अरू केही? सचेत भएर सास फेर्ने, माइन्डफुल ब्रिदिङ, त्यो पनि निकै प्रभावकारी छ। अनि शरीरलाई प्रयोग गर्ने अभ्यासहरू जस्तै ताइची, योग, मार्शल आर्ट्स, यिनीहरूले मन शान्त पार्छन्। त्यसले यहाँ र अहिलेमा फर्काउन मद्दत गर्छ होला। एकदम। अनि यो त भयो तत्कालको लागि। तर गहिरो रूपमा बसेको डरलाई हटाउन लामो समयको लागि के गर्न सकिन्छ त? लामो अवधिको लागि त थेरापी नै सबैभन्दा प्रभावकारी मानिन्छ। खास गरी संज्ञानात्मक व्यवहार थेरापी, सीबीटी। सीबीटी त्यसले कसरी काम गर्छ? त्यसले हाम्रो नकारात्मक सोचाइको ढाँचा र व्यवहारलाई पहिचान गरेर परिवर्तन गर्न मद्दत गर्छ। यो समयप्रतिको डरसँग जुझ्न निकै सहयोगी हुन्छ। अरू थेरापीहरू नि? हिप्नोथेरापी पनि प्रयोग हुन सक्छ। अनि समर्थन समूह, सपोर्ट ग्रुप्स, जहाँ यस्तै समस्या भएका अरू मान्छेसँग कुरा गर्न सकिन्छ। औषधि नि? कहिलेकाहीँ अवस्था अलि गम्भीर भएमा डाक्टरको सल्लाहमा चिन्ता कम गर्ने औषधिहरू जस्तै SSRIs वा बेन्जोडायजेपिन्स पनि चलाउनु पर्ने हुन सक्छ। तर त्यो डाक्टरले नै निर्कुल गर्ने कुरा हो। थेरापीले खासमा के कुरामा मद्दत गर्छ त? थेरापीले यो डर कसरी सुरु भयो भनेर बुझ्न, आफ्नो भावनालाई राम्ररी चिन्न र व्यवस्थापन गर्न, फेरि आशा जगाउन अनि जीवनमा आफ्नो नियन्त्रण छ भन्ने भावना विकास गर्न मद्दत गर्छ। यसले जीवनको अर्थ, गुमाएका कुराहरू, आध्यात्मिक पक्षहरूमा पनि छलफल गर्न ठाउँ दिन्छ। महत्त्वपूर्ण कुरा त यदि कसैलाई यस्तो भइरहेको छ भने एक्लै सङ्घर्ष गर्नु पर्दैन, मद्दत पाइन्छ भन्ने रहेछ। हो, त्यो एकदमै महत्त्वपूर्ण सन्देश हो। मद्दत खोज्नु कमजोरी होइन। निश्चय पनि। समय बित्नु त रोक्न सकिन्न, त्यो त अवश्यम्भावी छ। तर त्यसले ल्याउने तनाव, चिन्ता, उदासी सहरै बस्नुपर्छ भन्ने चाहिँ छैन। क्रोनोफोबिया एक वास्तविक समस्या हो जसका लक्षण र कारण चिन्न सकिन्छ। अनि सबैभन्दा महत्त्वपूर्ण, यसलाई व्यवस्थापन गर्न सकिन्छ। हो, वर्तमानमा केन्द्रित हुने अभ्यास, थेरापी, आवश्यक परे औषधि, यी सबैबाट चिन्ताले प्राय हामीलाई भविष्यमा अल्झाएर वर्तमानबाट टाढा राख्छ। हो नि। त्यसो भए एउटा कुरा सोच्न सकिन्छ कि आज, अहिले केवल 5 मिनटको लागि भए पनि आफूलाई यो यहाँ र अहिलेमा फर्काउन कुन चाहिँ सानो अभ्यास गर्न सकिन्छ होला। सायद त्यहीबाट सुरु गर्न सकिन्छ कि? यस्तै अर्को जानकारी पनि तपाईलाई चाहिएको छ भने तल कमेन्टमा लेख्नुस् न है।